नमस्कार, म डाक्टर अमृत केसी, मृगला रोग विशेषज्ञ। म आज तपाईहरुलाई चाहिँ मृगला सम्बन्धी लक्षणहरूको बारेमा जानकारी दिन गइरहेको छु। मलाई थाहा छ कि मृगला भनेको एउटा महत्त्वपूर्ण अंग हो र चाहिँ मृगला सम्बन्धी रोगको लक्षणहरू के हुन् त्यो हामीलाई सबैलाई थाहा नहुन सक्छ। तर चाहिँ हामीलाई नोटिस गर्नुपर्ने यदि यस्तो कुराहरू भयो भने यस्तो मृगलाको रोग हुन सक्छ है भन्ने चाहिँ नोटिस गर्नुपर्ने मेनली 6 वटा मुख्य लक्षणहरू के हुन्। फर्स्टमा चाहिँ सुरुमा चाहिँ अनुहारबाट सुरु हुन्छ। हुन त हामीलाई सुरुमा चाहिँ अनुहार यदि कसैले ऐनामा हेरेको छ भने मात्र थाहा हुन्छ, नत्र ऐनामा हेरेको छैन भने अहिले चाहिँ सुरुमा फेस सुन्निएको थाहा नभएर एक्कासी गोडा सुन्निएको अथवा पेट सुन्निएको त्यस्तो अनुभूति पनि हुन सक्छ। एउटा चाहिँ प्रमुख लक्षण भनेको शरीर सुन्निने हो, जुन चाहिँ अनुहारबाट सुरु हुन्छ। दोस्रो भनेको चाहिँ खाना रुचि कम हुने, वाकवाकी आउने, बान्ता हुने, यो सबै कुराहरू चाहिँ हुन सक्छ। तेस्रो भनेको चाहिँ रक्त अल्पता हुने, रगतको मात्रामा कमी हुने, यतिकै शरीर फुस्रो हुने अथवा चाहिँ शरीर कम्पेरिटिभली अरूको दाँजोमा चाहिँ अलिकति फुस्रो देखिएको छ भने अथवा चाहिँ हिँड्दाखेरि स्यास्या भएको छ, थकान महसुस हुने भएको छ, त्यस्तो भएको छ भने चाहिँ रक्त अल्पता भएको हुन सक्छ। यो रक्त अल्पता कम हुने पनि अर्को मुख्य लक्षण हो। अर्को भनेको चाहिँ शरीर चिलाउने हुन सक्छ, थकान महसुस हुने अनि शरीर चिलाउने यस्तो कुराहरू पनि हुन सक्छ। अर्को मुख्य लक्षण भनेको चाहिँ ब्लड प्रेसर बढी हुने, उच्च रक्तचाप हुने। यदि कसैलाई 30 वर्षभन्दा कमीकोमा उच्च रक्तचाप भएको छ भने चाहिँ उसले चाहिँ मृगला सम्बन्धीको जाँचहरू गराउनु पर्ने हुन सक्छ। अर्को भनेको पिसाब एकदमै छिनछिनमा लाग्ने त्यस्तो खालको पनि हुन सक्छ अथवा पिसाब पोल्ने हुन सक्छ। पिसाबबाट पिप आउने अथवा पिसाब धमिलो देखिने, पिसाबमा रातो देखिने अथवा पिसाबबाट रगत बग्ने त्यस्तो लक्षण हुन सक्छ। पिसाब गरिसकेपछि फेरि पिसाब गर्न जाउँ जस्तो लाग्ने, पिसाबभित्रै भएको महसुस हुने त्यस्तो खालको लक्षण पनि हुन सक्छ। अथवा जन्मगत समस्या पनि हुन सक्छ। कहिलेकाहीँ बच्चाहरूमा चाहिँ पिसाब गर्दाखेरि उसलाई अप्ठ्यारो मानिरहेको छ अनि त्यसपछि चाहिँ उसलाई चाहिँ पिसाब छिनछिनमा गरिरहेको छ अथवा पिसाब गर्दाखेरि चाहिँ उसलाई एकदमै चाहिँ उसले पिसाब आएको थाहा पाइरहेको छैन, कन्ट्रोल गर्न सकिरहेको छैन भने चाहिँ मृगलाको रोग सम्बन्धीको लक्षण हुन सक्छ। र यदि तपाईहरुलाई चाहिँ कुनै मृगला सम्बन्धी लक्षण यस्तो अहिले मैले भनेका लक्षणहरू देखिएको छ र चाहिँ मृगला सम्बन्धी जानकारी लिन चाहनुहुन्छ अथवा जाँच गर्न चाहनुहुन्छ भने म चाहिँ आस्था किडनी एन्ड स्पेशलाइज्ड हस्पिटलमा चाहिँ बिहान र बेलुका कार्यरत छु, उपलब्ध हुनेछु। धन्यवाद।